हेलो वेलकम मेरो युट्युब च्यानलमा। ल हेर्नुस् है गाइज, यो नेपाली उत्पादन हाम्रो नेपाली दिदीबहिनीहरूले बनाउनु भएको यो एक प्रकारको खेलौना अथवा सोप गर्नलाई राखिने एक प्रकारको सामग्री। यो चाहिँ केही पनि भएको छैन, यसलाई धेरै बनाउनु छ। यसमा चाहिँ फुलहरू पातहरू राखेर हैन विभिन्न खालका खेलौनाहरू यो नेपालमा उत्पादन हुन्छ अनि यो चाहिँ विदेशमा पनि सप्लाई हुन्छ हैन। धेरै जसो चाहिँ विदेशमा सप्लाई हुन्छ। यो रंगाउनको लागि यस्तो खालको फ्लावरहरू यो सियोको मार्फत चाहिँ यसलाई सिलाइन्छ। यस्तो गरेर विभिन्न रङ चाहिँ यस्तरी हो। यस्तो खालको टाँसेर चाहिँ यो बनाइन्छ। यसमा सियोले हैन सियोले उनेर बनाइन्छ अनि एकदमै राम्रो। अनि यो नेपालमा मात्र नभएर यसको मार्केट विश्व बजारमा एकदमै धेरै डिमान्ड छ है साथीहरू। कोही हुनुहुन्छ भने सिक्न चाहनुहुन्छ भने हाम्रो नजिकै रहेको छ यसको यो बनाउने कम्पनी। त्यस्तै खालको त्यो रातो कलरको भयो भने यो चाहिँ यो सेतो कलरको फुलहरू छ। यो अलरेडी काटेको फुलहरू छ हैन। त्यसले यसै गरी पिङ्क कलरको छ, पिङ्क कलरको। अनि त्यसपछि यो चाहिँ यो त्यो गाढा पिङ्क हो भने यो यस्तो खालको पिङ्क रहेको छ है। अनि विभिन्न खाले यस्तो सामग्रीहरू चाहिँ प्रशस्त उत्पादन हुन्छ। नेपालमा नगरेपछि नहुने के छ र है गाइज। हेर्नु न साथीहरू, यो कस्तो राम्रो देखेको छ है। कस्तो राम्रो यो सियोले उनेर अनि छनछन बज्ने। हेर्नु त सानो केटाकेटीलाई यसरी खेल्नलाई कति राम्रो छ। यहाँ मेरी छोरीले के बनाइरहेछ नि यस्तो अनि यस्तो खालको छ हैन। यो यसको लागि यो सामग्रीहरू यहाँ छ। अनि त्यसपछि सिजर हैन, यो यस्तो गरेर सट्ट पारेर यो धागो टक्क पारेर काट्ने। यसो गरेर यी सामग्रीहरू विभिन्न खालका सामग्रीहरू उत्पादन गर्ने हाम्रो यहाँ नजिकै एउटा कम्पनी रहेको छ। कसैलाई सिक्न चाहनुहुन्छ भने यही आएर चाहिँ सिक्न सक्नुहुन्छ। यो भनेको चाहिँ एकदम के घरै बसी पनि गर्न सकिने, आफूले 1-2 दिन गएर सिकेर घरमा लगेर बनाउन सकिने हैन। त्यसै बस्नुभन्दा समय खेर फाल्नुभन्दा यसैमा बिजी भएर काम गरेर आफूलाई पैसा पनि हुने, बिजी पनि हुने। त्यही भएर गाइज